ल गाइजहरु फेरि स्वागत छ मेरो इन्टरनेसनल ब्लगमा। अब तपाईको डेभिड माली आइसकेको छ फेरि नयाँ ब्लग लिएर। आज चाहिँ के हुँदैछ भने आज चाहिँ हाम्रो अब युथ क्लबबाट सुकुटे बीचमा के भन्छ क्याम्पिङ पिकनिक हुँदैछ। पिकनिकको लागि अब सब एकदम तयार रेडी भइसकेको छु। काम थियो यार, छुट्टी लिनु पर्यो, टेन्सन भइरहेछ। कहिले ल्याएको थिएन यसरी, अब छुट्टी लियो। अब छुट्टीलाई बिर्सेर रमाइलोतिर लाग्नुपर्छ। केटाहरू सबै रेडी भइसक्यो। 10 बजे आइपुग भन्थ्यो, टाइम त बढिसक्यो। टाइम कति भयो? नेपाली टाइम हो नि त होइन, 10:26। ल ठिक छ, अब केटाहरूलाई यसो कलसल हानेर म चाहिँ लम्किन्छु। अब केटाहरूसँग भेटेपछि फेरि खिचौँला। ओके। 10 बजे भनेर बोलाएको, 11 बजे आउँदाखेरि पनि कोही मान्छे छैन त। नेपाली टाइम भनेर आफू निस्केको, यता पनि नेपाली टाइम लागिरहेको रहेछ होइन। हामी ढिला भयो भन्नु थालेको त कहाँको ढिला हुनु। बनाइसक्यो नि, यहीँ होला नि कतिजना त। खोइ त के हो सबजना रेडी हो नि? रेडी। सब स्टक हो? हामीलाई लानु लाग्दै चुरोट। अनि हामी नखाने मान्छेले के खान्छ यसको सट्टा के खान्छ? हामी सबै 6जना ग्याङ। योपालि त बस्ने होला नि कि योपालि पनि फर्किन्छ भाइ? बस्ने हो। रेड लेभल अलि सस्तो बजेट भन्ने थालेको थिएँ, अलि महँगै बजेट रहेछ। यो चाहिँ चिकन भयो, बार्बी गरी खान्थ्यो सबै। यो बोर्क भयो, यो चिकन। अनि हामी चाहिँ यो खाने मान्छे। यिनीहरू फेरि यस्तै बेलामा ल भेटौँला। ल गाडी आयो भने हल्ला आइसकेको छ। अलि भिडियो खिच्नु पऱ्यो नि होइन। भिडियो खिच्नु पऱ्यो एउटा। खै गाडी चाहिँ कुन हो? खै गाडी टोली त टन्नै छ नि फेरि होइन। टेस्ट राइड रे है, टेस्ट राइड। सबलाई हेलो है, सबलाई हेलो। यता छिरो, यता गर्मी भयो। लास्टै गर्मी छ केटा हो, लास्टै गर्मी छ।
छ अब बनेपा पुग्न लागिसकेको छ हामी तेरा चेहरा सेक्सी लगती है चेहरा सेक्सी टेक्नोलॉजी हेर्ने टेक्नोलॉजी के हो उल्टो आइरहेको क्या यसबाट चाहिँ उता तान्नु हो क्या ल टेक्नोलॉजी टेक्नोलॉजी सुविधा सुविधा ओहो ओहो केटा के अरे टेक्नोलोजीले बिगारे यार बाटोमा रमाइलो रह्यो हामी सपोर्ट गरिहाल्छौँ भन्न सुरु मात्र गर्नु पर्यो होइन
घुम्तीमा त पुगिसक्यो अब हामी आधी घन्टामा पुग्नेछौँ है हेर्दै गर भाइ ल आइपुग्यो के हो यो ह्याप्पी सुकुटे भ्याली रिजोर्ट रहेछ ल हेलो हेलो सबजना हेलो दाइ बाँचौँ सँगै नभए मरिजाऊ मलामा कस्तो छ गिटी अनि बालुवा जस्तो छ चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी दादा चिल होइन चिल एकदम एकदम लान 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 ले अर्को ले दादा हान्नु 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 सबजना सबजना गयो अर्को अनि ल ल ल उल्टी ल ओहो ल मजा ल पुल भरिको मान्छे हाम्रो है फेरि कोही पनि एक्स्ट्रा छैन फेरि पुल भरिको मान्छे दामी मजा आयो एकजना फेरि अर्कै दुनियाँ छ ल ल 1 2 3 गो अनि अर्को अर्को गो अर्को अर्को ल ल ल ल ल उता आइ पहिला ल ल अर्को ल को क्लिन हान्ने को ल ल ल हान हान कुद्यो गयल भाइस पानी 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 सानी 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 नाचा हो उनको बेटा लभली लभली भइरहेछ नि धेरै बेरको के अरे त्यो बस यात्रापछि हामी यहाँसम्म आइपुग्न सफल भएका छौँ र यो भिडियो यसरी नै अझै रमाइलो हुन्छ रातभरि रमाइलो हुन्छ भन्दै अझै हेरिराख्नु हुन प्रोत्साहन गर्दछु ल केटा ल स्न्याक्स को छ त्यस्तो देखाइदिनु पऱ्यो नि त हेलो म चाहिँ पारी गएँ एक्लै बस्दिनु चक्रोसँग छ चक्रो हामी त खानी मात्रै बस्ने खानी बब्लो चिकन पाकेको खाएको खाइ भइसक्यो सबजना ल्याथाङ रुथुङ अब अल्छीले पनि होला है तर अल्छी त के लाग्नु भर्खर 8 पनि बजेको छैन हुँदैछ टाइम तयार छ सबजना तयार छ हेलो
केटाहरू अब बल्ल जोसी है त दारु खाएर के हो तिम्रो नाम बहिनी परिचय Thank you. Hey. Thank you. Thank you. टेन्सन चल्छ ओ डेन्जर बोका बोका वाटर प्रुफ रहेछ अब डिनर हान्ने बेला भएछ नि त हाम्रो हेर्दा 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 डिनर हान्ने बेला भएछ एकदमै छिटो ओइ सिधा समाज हालौँ है डेभिडलाई हालौँ हाल्नै पर्ने हुन्छ ल हालौँ है हालौँ है हाल खै के हाल्यो के ल ठिक छ चार्जेको थियो मजाले भातसात खाइयो केटा हो यसरी कुन चाहिँ हो र ओ म त खाने भातसात खाएँ अब टेन्टमा गएपछि भेट्छु रमाइलो गरेको त सबै देखिहाल्यो अब टेन्टमा भेटौँ है त रमाइलो गर्नुपर्छ चिसो पानी खाइदिउँ न त घुटको टेन्टमा सुत्ने भन्नु रमाइलो रहेछ सक्दैन रहेछ डाँडातिर भयो पो ल हो भन्नु यस्तो हिमालतिर कसले रोजायो टेन्ट बरु यहीँ बाहिर आनन्द छ हौ कस्तो गर्मी थियो कोही छ कोही बोल्ने हो यो बारेमा मर्छ दाइ त्यो टेन्टमा सुत्यो भने त डिहेड हुन्छ दाइ ओके ल एकैछिन भेटौँला है त ब्रदर
टेन्टमा सुत्न लास्टै गाह्रो जस्तो गर्मी गर्मी टाउको निकालेछ के गरेछ हेरौँ है यता एकजना यता को नभए कहाँ हो यो यता अर्को सुतिछ ल पानी छ कहाँ छ कहाँ यता को हो अब सब बाहिर है बाहिर आमामा म सबतिर यसो खिचेर अब आजको लागि बिदा गरिदिन्छु दाइ यता आमा दाइदिनु रहेछ टेन्ट नसुतेर के सुत्यो यतिकै छ नि अधेर देखेछ चिनेन नि भिडियो कल क्लोज गर्छस् आज क्लोज गर्न अब क्लोज अब क्लोज यता पनि दुईजना डेट सुतिसक्यो को कहाँ हो के थाहा म आइरहेको छु त तपाईँ नि एक्लै हो होइन दाइ छन् को ए तपाईँ चाहिँ एक्लै हो क्या हो म त एक्लै हो भाइ ए एक्लै नसुन्नु न ल आजको लागि यति नै यति भन्दै भोलि भेट्छ अब रमाइलो गर्नुपर्छ सबैले भोलि बिहान अर्को ब्लग आउँछ म यो टेन्टमा एक्लै छु कोही आउने छ भने आऊ है यहाँ को छ यो ग्रुप बाइक यो ग्रुप बाइक त अनि सब टेन्टमा छ अनि कहाँ ग्रुप बाइक भने सक्यो नि भनेपछि एक्लै बस्नु खोजे आइम बाइक ए आइम बाइक त उता आउँदैछ है आउँदैछ ल आजको लागि बाई बाई